यहाँ चाहिँ हामी मन्दिरमा गएको हैन यहाँ चाहिँ घन्टी हैन घन्टी अनि यहाँ चाहिँ ऊ मान्छे लगत्तै हामी चाहिँ यस्तो ट्रिपमा हिँडिरहेको यहाँ बत्थ्यो अरे कहाँ अरे यहाँको अवस्था चाहिँ यस्तो छ गाह्रो छ नि हेर्नुहोस् जङ्गलमा यस्तो छ भिरपाखाहरू यहाँ चाहिँ हेर्नुहोस् लड्कीहरू लगायत हामीसँग यहाँ लड्काहरू पनि छ यो चढाउनु हो फुल यस्तो छ मन्दिरको अवस्था चाहिँ यस्तो छ यहाँ चाहिँ नरेन्द्र हैन अनि हामी चाहिँ मन्दिरभित्र घुसेको हैन यहाँ चाहिँ भिनाजु अभी मजा आएगा ना भिनाजु फेरि कहाँ लजाइरहेको यसरी लजाउनु भएन नि त हरामी हो बेटा दर्शन गर्दैछ यहाँ केटाहरूले चाहिँ यहाँ घन्टीहरू पनि छ हैन यस्तो छ भोलिको दिनमा सफल होस् यिनीहरूको प्रेम कहानी युगसम्म मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। अब हामी चाहिँ लाग्न लागेको यहाँबाट घरतिरको यात्रा चाहिँ यस्तो यहाँ चाहिँ घना जङ्गल छ भनौँ न घना जङ्गलको बिचमा एउटा मन्दिर छ त्यही हो यस्तो छ यहाँ जङ्गलदेखि लिएर यस्तो केटाहरू पनि गेट चाहिँ फेरि मन्दिरको गेट चाहिँ हाम्रो हातै पुगेन क्या त्यहाँ माथि हाइट कम भयो केटाहरू चाहिँ यसरी यहाँ चाहिँ तिलमडाहरू खाइरहेको होइन यसरी बसिरह यसरी चाहिँ हामी लामो यात्रा हिँड्यौँ भनौँ न जङ्गली फलफुलहरूको लागि गएको भाइरल हुन्छ यसरी चाहिँ यहाँ फेरि लजाइरहेको कि फेरि केटीहरूको ह्याबिटै यस्तै हो क्या लजाउने खै के हो यहाँ क्यामेरामा कौन है ये लोग कहाँ से आते हैं फेरि काँडाहरू पनि डेन्जर छ फेरि यहाँ वन्स मोर सी अगेन ओके कैसा लगा मेरा मजाक चलो यो ठाउँको नाम फेरि देवकाँडा अरे जङ्गलमा फेरि अनेक थरीका ऊहरू पाइन्छ होइन यहाँ हाम्रो बटानको सोल्टी यहाँ पनि काफल A few moments later. अब बहिनी नमार्ने भयो दिदी आयो भइहाल्थ्यो कौन है ये लोग कहाँ से आते हैं यस्तो छ यहाँ भ्यू मोमेन्टहरू चाहिँ फेरि छ यहाँ चाहिँ यस्तो छ होइन यो गर्नु फेरि उहाँ चाहिँ फेरि हाम्रो गाउँ पनि देखियो त होइन हाम्रो देखिँदैन हाम्रो ठाउँ चाहिँ यो होइन यो डाँडाको यो डाँडा भन्दा चाहिँ उता 2-3 डाँडा उता होइन डाँडाहरू धेरै लाग्छ हामी चाहिँ फेरि धेरै हिँडिसक्यो यहाँ मुदा सोल्टी नि जानु यहाँ अन्तल कहाँ लाग्यो यहाँ चाहिँ यस्तो छ होइन भिनाजुलाई देखिसक्यो भिनाजु होइन के छ देख्नु होइन देखिसक्यो यहाँ लुकिरहेको यसरी अगाडि यसरी चाहिँ फेरि लजाउनु पर्ने कुनै अवस्थै छैन छानाहरू आरुहरू छ आरु चाहिँ यस्तो छ देवकाँडा अरे के अरे यो ठाउँको नाम चाहिँ फेरि नामै देवकाँडा र यार सेप प्लस काँडा सेप काँडा यस्तो छ यहाँ चाहिँ फेरि खडेरी लागेको अवस्थामा यहाँ चाहिँ फेरि तालहरू छ यहाँ पौडी खेल्ने हो भने फेरि यहाँ चाहिँ भी लाग्छ हामी खेल्न चाहन्न
बाटो उता यस्तो छ भ्यू मोमेन्टहरू चाहिँ बबाल आउँछ फेरि यहाँदेखि हामी यहाँ गएर एकछिन बस्नेछौँ यो चाहिँ हामी सुदूरपश्चिम प्रदेशमा हामी चाहिँ फेरि पर्यटकीय स्थल बनाउन चाहन्छौँ बवाल छ फेरि भ्यूहरू चाहिँ तल देखाउनु तल सक्नुहुन्छ भने यहाँको चाहिँ पर्यटकीय स्थल बनाइदिनु हुन अनुरोध गर्दछु हामी वडा अध्यक्षदेखि लिएर सबलाई हेर्नुहोस् यहाँ देखाउनु पर्यो चल्ने भयो यहाँ देखाउँ यहाँ नै त्यस्तो लजाउनु पर्ने केही छैन यहाँ केटाहरू यहाँ चाहिँ फेरि हाम्रो भेनाजु साप यता चाहिँ हाम्रो भेनाजु साप डेन्जर पहाड एरिया म बाँचेकै तिमीसँग के अरे फेरि यहाँ हेर्नु फेरि कोबाट फेरि ब्रेकअप पाइसकेको रहेछ फेरि मान्छेले चाहिँ हामीले यसरी ब्रेकअप पाउनु त भएन नि त यहाँ देखा न यो चाहिँ हाम्रो नाति होइन यहाँ चाहिँ भेनाजु फेरि होइन त्यस्तो माइन्ड चाहिँ नलग्नु भतिज यहाँ चाहिँ हाम्रो भतिज लौरे भतिज चाहिँ फेरि बसिरह होइन अर्को भतिज चाहिँ फेरि यहाँ सुतिरह कि बसिरह के हो त यस्तो छ फेरि रहा नहीं जाता तड़प ही ऐसी है ना